हेलो साथीहरू, गुड इभिनिङ, नमस्ते अनि स्वागत छ तपाईँहरूलाई मेरो डेली भिडियोमा। अनि आजको मेरो डेली भिडियोमा चाहिँ तपाईँहरूलाई आज हाम्रो विवाहको ब्लगमा तपाईँहरू सामु म पस्कदैछु। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ सबै हाम्रो आफन्तहरू, दाइ बेना भाइ भान्जी भान्जा नानी है, सबैजना हामी यहाँ रेडी हुँदैछौँ अनि बिहेमा जानलाई। अनि हामी बिहेमा हिँड्नलाई रेडी हुँदैछौँ। अनि हामी चाहिँ बिहेमा पुग्यौँ। बिहेमा पुगेर अनि त्यहाँनिर लेखाउने ठाउँमा अलिक भिड भएको कारणले एकछिन हामी पर्ख्यौँ। अनि उहाँनिर चाहिँ लेखाउँदै हुनुहुन्छ, हाम्रो दाइ नै हुनुहुन्छ है उहाँ चाहिँ। अनि यहाँनिर भिड छ हेर्नुहोस्। अनि यहाँनिर चाहिँ सबैजना हाम्रो आफन्तहरू सबैजना छौँ, भेला भएर बसिरहेछौँ। ऊ चाहिँ मेरो कान्छी बहिनी, प्यारी बहिनी है, भान्जी, हामी सबैजना अनि यहाँ पर्खेर बसेका छौँ। अनि हामी भित्र जाँदैछौँ, बोलाउनु भयो भित्र बस्नलाई। हामी चाहिँ पाहुना भएको कारणले गर्दा हामीलाई चाहिँ भित्र बसाउनलाई लाँदै हुनुहुन्छ। अनि यहाँ चाहिँ हेर्नु न, च्याब्रुङहरू नाच्दै हुनुहुन्छ है। लिम्बूको बिहेमा च्याब्रुङ चाहिँ अनिवार्य नै हुन्छ प्रायः, किन भन्दाखेरि हाम्रो कल्चर होइन, अब लोप भइसक्यो अनि कति कल्चरहरू त। अनि हाम्रो कल्चरलाई हामीले प्रमोट पनि गर्नुपर्छ भन्ने त्यो हेतुले उहाँहरूले एकदमै प्रायः यो ठाउँमा चाहिँ च्याब्रुङ जुनै बिहेमा पनि हुन्छ क्या। आजभोलि चाहिँ अब झन्डै लोप भइसक्यो है, मान्छेहरू अब धेरै एडभान्स हुँदै गइसकेर। अनि यहाँनिर चाहिँ च्याब्रुङहरू नाच्दै हुनुहुन्छ भित्र। अनि खासमा चाहिँ उहाँ बेहुला चाहिँ हाम्रो दाइको आफ्नै साल हो, एकजना मात्र हुनुहुन्छ सालो। अनि उहाँको बिहे आज चाहिँ खासमा भन्नुपर्दा है। अनि उहाँ पर बसिराख्नु भएको छ है, अनि फोटोहरू खिच्दै हुनुहुन्छ यहीँ। अनि च्याब्रुङहरू नाच्दै हुनुहुन्छ। अनि बेहुला र बेहुलीलाई म पर जुम गरेर देखाउँछु ल तपाईँहरूलाई, हेर्नु। अनि यहाँ चाहिँ मेरो साथी अनि दाइहरूसँग पनि भेट भयो है, भाइहरूसँग पनि भेट भयो। अनि यहाँनिर एकछिन कुरा हाम्रो चल्दैछ, यहाँ जिस्काउँदै हुनुहुन्छ मलाई दाइहरूले, साथीहरूले होइन। अनि ठिकै छ, त्यही पनि अब नयाँ सुरुवात हो नि त होइन। उहाँहरूले एकदम सपोर्ट गर्दै हुनुहुन्छ, एकदम धेरै धेरै धन्यवाद मेरो दाइ साथीहरूलाई है। अनि हृदयदेखि नै एकदम धेरै धेरै माया भन्न चाहन्छु, अझै सपोर्ट गर्नु होला है। अनि उहाँ चाहिँ बेहुला हुनुहुन्छ, खासमा सोल्टी हो तर म दाइ भन्छु है पहिलादेखि नै। अनि यहाँ चाहिँ हाम्रो बिहेबाट आएपछिको, अनि घरमै आफ्नो फोटो सेसन चल्दैछ सबैजना फ्यामिली भएको बेलामा है। अनि हाम्रो भान्जी आजको मेरो अनि ब्लग चाहिँ म यहीँ राख्न चाहन्छु। तपाईँहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोस्, अझ सल्लाह सुझाव है। अनि मलाई अगाडि बढ्नमा मद्दत गर्नु।